सो हेलो गाइज, गुड मर्निङ। आजको हाम्रो ब्लग स्टार्ट हुँदैछ मेरो साथीभाइहरूसँग होइन। अब हामी भित्र जाँदैछौँ यो कलकत्तामा म्युजियम, इन्डियन म्युजियम। सो अब यहाँ हामी टिकट काट्नुको लागि रेडी छौँ। यहाँ चाहिँ हो हाम्रो अनुभव दा, यहाँ कर्मा दा हाम्रो होइन, यहाँ आशिष दा, यहाँ सचिन दा पनि हुनुहुन्छ। अलिकति केही भन्नु चाहनुहुन्छ विदेशताको बारेमा? यो चाहिँ हामीले पहिला हिस्ट्री बुकमा देखेको थियो होइन, अहिले चाहिँ आज लाइभ आँखा अगाडि देख्नु पाउँदैछ, धेरै खुसी लागिरहेको छ। यसले मात्रै बुझ्नु भएन, यहाँनिर यतातिर पनि छ होइन, यो हेरेर बुझ्न सक्नुहुन्छ। ओके, सो देखिराख्नु भएको छ होला, यहाँ म्युजियम यस्तो छ, कोलकाताको म्युजियमहरू चाहिँ। Let's start. लाइटको चाहिँ यो चाहिँ फोसल्सहरू रहेछ हाम्रो, हेर्नु सक्नुहुन्छ तपाईँले। यसलाई चाहिँ के भन्दो रहेछ हौ त? यसलाई चाहिँ बँदेल भन्छ, नेपालीमा हामी बँदेल भन्छौँ, जङ्गली स्वर भन्छ। ए, अन्त यो सानोलाई चाहिँ के भन्छ? त्यही हो, बच्चा हो त्यो चाहिँ उसको बँदेलको। यहाँ त तपाईँको भाइहरू पनि रहेछ त? यो भाइ होइन, यो रोहितको साथीहरू रहेछ। यो चाहिँ हाम्रो इन्डियन एलिफेन्ट अरे होइन। पहिलाको जमानामा साह्रै ठुल्ठुलो हुँदो रहेछ इन्डियन एलिफेन्ट पनि। फेरि ब्राउन बियर, भालु भन्छ, भालु 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 नेपालीमा चाहिँ भालु। यहाँ चाहिँ फेरि डाइनोसर, नेपालीमा यसलाई के भन्छ त? गैँडा अरे। यो दाको चाहिँ एउटै देख्छ, हेर्नु त। अब हामी जाँदैछौँ जियोलोजी ग्यालेरी इकोसिस्टम।
एन्सियन्ट टाइमको फोसिल्सहरू हो। यो चाहिँ टर्टल, यो चाहिँ एन्सियन्ट टाइमको टर्टल रहेछ। गाइज हामी इन्डियस म्युजियमबाट बाहिर निस्किँदैछु। अब अहिले हामी जाँदैछौँ अर्को जग्गा घुम्ने, एकदम टनाटन। अभी कहाँ जा रहे भैया? विक्टोरिया मेमोरियल। विक्टोरिया मेमोरियल। दा यो झालमुरीको बारेमा के भन्नु अलिकति? फर्स्ट क्लास। दा तपाईँलाई कस्तो लाग्यो झालमुरी? झालमुरीमा चाहिँ खालि झाल चाहिँ छैन रहेछ, तर मुरी मुरी मात्रै रहेछ है। अरे कहना क्या चाहते हो? तपाईँलाई दा के छ झालमुरी? कस्तो रहेछ हौ? दामी दामी। फर्स्ट क्लास छ। फर्स्ट क्लास छ। दा तपाईँलाई कस्तो लाग्यो झालमुरी? एकदम दामी दामी। दा तपाईँलाई कस्तो लाग्यो? बहुत बढिया छ। लु हाम्रो दाजुहरूलाई चाहिँ एकदम मिठो लाग्यो अरे झालमुरी। यता चाहिँ मन परेन अरे। थर्ड क्लास भन्दै ऊ चपाएको हेर्नु सक्नुहुन्छ होला। यहाँ हेर्नुहोस् होला। अहिले 3 प्लेट चल्नै सक्छ। अहिले हामी चाहिँ हामी पसिसक्यौँ यहाँ हलभित्र। यहाँको हलको भित्र चाहिँ यस्तो रहेछ। सो गाइज यहाँको नजारा चाहिँ कुछ यस्तो छ। रहेछ दि फ्रान्स गन 18th सेन्चुरी बिसीको रहेछ यो चाहिँ। सक्नुहुन्छ होला यसको भित्रको नजारा। अब चाहिँ माथि जानुपर्ने अरे हेर्नुको लागि। यहाँ चाहिँ हाम्रो फ्रिडम फाइटर्सहरूको फोटो लागेको रहेछ। इन्डियाको फ्ल्याग कति प्रकारको थियो त्यो बनिएकोहरू रहेछ है। सबसे फर्स्ट हाम्रो इन्डियाको फ्ल्याग यस्तोमा थिएछ। त्यसको बादमा यो आजाद हिन्द भन्ने बनिए। त्यसको बादमा महात्मा गान्धीजीले हाम्रो तर्फको लोगो लगाएर बनाएछ। लास्टमा चाहिँ कसो बनाएछ? मैले बनाएको होला। भाई साहब कुछ ज्यादा नहीं हो गया?
मतलब कुछ भी बम्बे स्टुड युनानिमसली सो अब हामी यो भिक्टोरियाबाट निस्किएर जाँदैछु अब अर्को ठाउँ जाने हो घुम्नुको लागि हाम्रो इडेन गार्डन ग्राउन्ड यो चाहिँ हो हाम्रो हावडा ब्रिज गाइज आजको मेरो भिडियो यहीँ समाप्त गर्दैछु म होइन आज धेरै घुम्यौँ हामीहरू यो लास्ट मेरो हावडा ब्रिजमा क्लोज गर्छु मेरो भिडियो थ्याङ्क यू